अहिले नेपाली गेस्टहरू स्विजरल्यान्डको लुगानो सिटीमा घुमफिरमा व्यस्त हुनुहुन्छ। यो चाहिँ स्विजरल्यान्डको लुगानो सहरको लुगानो लेक हो। नेपाली पर्यटकहरू लुगानो लेकको अवलोकन गर्दै लुगानो लेकको दर्शन गर्ने काम सकिसकेको छ। अहिले उहाँहरू चाहिँ लुगानो लेकको अवलोकन गरिरहनु भएको छ। उहाँले यसलाई चाहिँ हाम्रो जेठा पोखरी जस्तै देखिएको भन्ने पनि उहाँहरूले आफ्नो धारणा व्यक्त गरिसक्नु भएको छ। अहिले उहाँले पनि हाम्रो चराहरू किन चाहिँ त्यहाँ जम्मा भयो भन्ने चाहिँ उहाँलाई एउटा उत्सुकता जागेको हुनसक्छ। माथिको सेतो हिमालहरूलाई चाहिँ हाम्रो नेपाली पर्यटकहरूले हाम्रो गौरीशङ्कर जस्तै देखिएको छ भनेर चाहिँ त्यो हिमाल देख्दाखेरि हाम्रो गौरीशङ्करको याद आयो भनेर चाहिँ उहाँहरूले आफ्नो एउटा सन्तुष्टि पनि व्यक्त गर्नु भएको छ। यो माथिको अलि हिमालको डाँडा र हिमालभन्दा माथि माथि लेकमा गएपछि त्यहाँ गाईहरू भेडाहरू खुल्ला रूपमा चरण चलेको हुन्छ भन्दाखेरि उहाँहरूलाई धेरै उत्सुकता भएको छ। तर दुर्भाग्यवश यहाँदेखि निकै टाढा भएको हुनाले समयको अभावले गर्दाखेरि हामी त्यहाँसम्म जान सक्दैनौँ। स्विजरल्यान्डको विशेष गरी हेर्नुपर्ने ठाउँहरू नै यहाँ यो हिमालको देश हाम्रो देश नेपाल जस्तै भएको हुनाले यहाँ पनि प्रायः टुरिस्टहरू हिमाली भेट्दै जाने गर्छ। तर हामी चाहिँ अब समयको व्यस्तता भन्दा पनि समयको कमीले गर्दाखेरि समय अभावको कारणले गर्दाखेरि यहाँका मोती जस्ता सेता हिमालहरूको काखमा गएर रमाउन पाइएन। फेरि पनि म भन्छु हाम्रो नेपाली पर्यटकहरूले यो लुगानो पोखरीलाई चाहिँ हाम्रो जेठा पोखरी 5 पोखरीकै नाम दिनुभएको छ र यसलाई उहाँले दर्शन पनि गर्नुभएको छ। तपाईहरुको अमूल्य समय दिएर यो भिडियो हेरिदिनु भएकोमा भिडियो हेर्ने सम्पूर्ण मित्रहरूलाई चाहिँ मुरी धन्यवाद दिन चाहन्छु र तपाईहरुलाई फेरि पनि अर्को भिडियोमा आउने बाचाका साथ आउने आशा गर्दै फेरि आजको यो भिडियो यही बन्द हुन्छ। धन्यवाद।